विदेशबाट आएर सब परिवार आएका छन् जिताउनलाई। घन्टी चलायो खुसी हुनुहुन्छ यति परिवारहरू रुँदै आएका छन् नि देश बनाउनको लागि। हामी यसरी रोयौँ, यति तड्का छौँ मेरो देश केही होस् भनेर हामी पत्तादेखि मेरो उनी विदेशमा सपरिवार त्यही पनि मलाई बोल्नु आएर भोट दिन आएको छौँ है। सकभर भगवान्ले साथ दिनु पशुपतिनाथ मेरो देश केही होस्, हामी विदेशमा रहन नपरोस् र हाम्रो बच्चाहरू विदेश जान नपरोस्। अब अहिलेका युवाहरू जति गए अब आउने पुस्ता कहीँ जान नपरोस्। मेरो नाति नातिना कहीँ जान नपरोस्। मेरो भगवान् मेरो पशुपतिनाथ मेरो बच्चा कहीँ जान नपरोस्।